हेलो गाइस, तपाईँलाई मेरो मिनी भ्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ हामी गर्मी भएर एकछिन फ्रेस भएर आउँ न त भनेर साथी र म चाहिँ बाहिर निस्क्यौँ अनि हामी सरर जाँदैछौँ होइन। यो ठाउँ तपाईँहरूले हेरेर गेस पनि गरिसक्नु भयो होला। आजभोलिको भाइरल रोड पनि भनिन्छ, त्यसको लागि फेरि गर्मीको सिजन होइन। त्यस पछाडि हामी हावा खानलाई दुईजना सरर जाँदैछौँ। त्यस पछाडि के गऱ्यौँ तपाईँहरूलाई म फेरि पनि यो मिनी भ्लगमा देखिहाल्नुहुन्छ। जङ्गलहरू पनि देखाउनु है। जङ्गलभन्दा मान्छे नै राम्रो छ। यता चाहिँ सिस्नुले चिलेर साथीलाई सिस्नुले चिलेर यता भोकले खाँदैछन्। हामी चाहिँ खिच्नु भनेको थिएँ क्या। यस्तोमा सिस्नो टिप्नु परेछ, के गर्नु, गुजारा चलाउनै पर्यो साथीहरू। यस्तो राम्रो सिस्नो छ। हामी चाहिँ यहाँ गोदावरी फुलचोकी बाटोमा आएर टिपिरहेछौँ। त्यो प्रचार नगर्नु न, सबैले आएर टिप्छ अनि पछाडि हामीले के टिप्नु हो। माथि चाहिँ मार्बल डाँडा पनि छ है साथीहरू। यहाँ चाहिँ मार्बल डाँडा हो। अब हामी एकछिनमा त्यहाँ नि गएर टिप्छौँ। यसरी नै हाम्रो गुजारा चलिरहेछ। अनि तपाईँले दिनमा कतिको बेच्नुहुन्छ त यो सिस्नो? मैले दिनमा हजुर 1000 जतिको बेच्छु। ए, त्यसो भए त राम्रो कमाइ हुँदो रहेछ होइन? सिप के भन्छ, जागिर नखानेलाई त सिस्नु टिपेर भए पनि बेच्यो भने गुजारा चल्ने रहेछ है। ल विचार गर्नु पर्यो है साथीहरू, हाम्रो सिङ्गल मान्छेको लागि कि कसो हो होइन? हात उठाउनु पर्यो डबल हुनु चाहनेहरूले। यस्तो राम्रो सिस्नो टिपेर पालिहाल्छ के अरे। खाना आउने साथीहरू हामी चाहिँ सिस्नो टिप्न आएको उसले त ऊ तल खोलामा गएर नि टिप्ने हो क्या। ऊ तल स्टाइलले टिपिदिन्छ फेरि उसले। यता पनि छ अर्को बडी बिल्डर ऊ। यस्तो टिप्नु पर्ने रहेछ नि त, तपाईँहरूलाई थाहा छैन होला। हामी चाहिँ घुमिसकेपछि फेरि सिस्नो टिप्दैछौँ होइन। अनि हामी खाजासाजा पनि खायौँ, भोक पनि लाग्यो। अब फर्किने बेला पनि भयो। त्यस पछाडि म चाहिँ सिस्नो टिप्दैछु। हेर्नुहोस् सिस्नो कति धेरै छ।